हेलो एन्ड नमस्ते, स्वागत छ हजुरलाई मेरो अर्को मिनी भ्लगमा। म चाहिँ आज बिहानदेखि नै भिडियो स्टार्ट गरिरहेको। यताउता कामसाम भ्याएर अनि म चाहिँ छोरोको लागि खाना बनाउँदैछु। जाउलो बाबु सुतेको छ नि त, अनि सुतेको बेला अहिले उठेपछि खाना खोज्छ नि त, अनि त्यही भएर चाहिँ उसलाई जाउलो माम बनाइदिँदैछु। दाल चामल अनि आलु पनि हालिदिन्छु क्या म। आलु अनि यताउता गाजर साजर जे भए पनि म मिसाएर पकाइदिन्छु। त्यसरी चाहिँ खान्छ। दाल माम पनि, दाल र भात पनि खान्छ खाना चाहिँ, तर जाउलो माम झन् मन पराउँछ क्या, अलिक गिलो गिलो हुन्छ नि त। अनि त्यही भएर चाहिँ मैले उसलाई जाउलो माम बनाइदिन्छु धेरै जसो। अनि यति नुन हालिदिएँ, बेसार हालिदिएँ, अनि सिटी लगाइदिन्छु। पानी अलिक कम भयो जस्तो लाग्यो, अनि फेरि त्यो पानी थपिदिएको। अनि चाहिँ सिटी लगाइदिएँ है मैले मेरो छोरोको खाना। म चाहिँ अब तरकारी काट्नु पर्यो भनेको, तर बाबु उठिहाल्यो। उठ्यो, सिकाइराखेको छु हेर्नु। त्यहाँ मैले चाहिँ पछि तरकारी बनाउँदैछु। भात पाकिसक्यो, तरकारी बनाउँदैछु। अनि खाना पकाइसकेर चाहिँ मैले मेरो छोरालाई खेलाएँ। बाहिरतिर खेल्न चाहिँ खेल्छ, खालि नल्कामा, हाम्रो नल्का नजिकै छ नि त, ढोका अगाडि नै छ। अनि नल्कामा आएको आइगर्छ कि जतिखेर नि, अनि खेलिराखेको छ यताउता यताउता। यस्तै हो, चक 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 केटाकेटी भएपछि आफूलाई नै एकछिन नि बस्नु नपाउने। अनि लुगा धुनतर्फ लाग्यो है। म चाहिँ आधी लुगा ल्याएछु, आधी लुगा फेरि भित्रै छुटेछ क्या, अनि फेरि म लिन गएको कि लुगा लिन गएको, अनि फेरि आइहालेँ। अनि लुगा एक दिन मात्रै लाएर खोलेको लुगाहरू हुन्छ, फोहोर्नु हुँदैन कि, अनि यति सरफ हाल्यो, अनि पछापुछु पारेर सुकाइदिन्छु म चाहिँ। अनि बाहिर घाम थियो नि त, अनि त्यहाँ भित्र गएर चाहिँ मैले त्यहाँ गएर चाहिँ सरफ लगाएँ, तर पखाल्न चाहिँ बाहिरै पखाल्नु पर्यो। घाम छ नि त, कस्तो घाम छ नि त, 11-12 बजे हो। दुई पानी चाहिँ पहिल्यै पखालिसकेको थिएँ। यो चाहिँ लास्ट पानीमा मैले भिडियो गरेको। अनि लुगा सुगा पखालेर अब चाहिँ म लुगा सुकाउनुतर्फ लागेँ। फटाफट पारेर लुगा सुकाउनु पर्यो नि त होइन। लुगा सुकाउँदैछु फटाफट। बाबु चाहिँ सुतेको छ नि त अहिले, अनि सुताएर उसलाई सुताएर चाहिँ लुगा सुगा धोएँ। ल है साथीहरू, फेरि अब अर्को मिनी भ्लगमा भेटौँला है त। बाई बाई।